भएर बसेको मान्छे म माथि विभिन्न मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति हुन सक्ने जति जोड बल लगाएको छ। के भयो के भएन मैले भन्नु पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तँलाई त्यत्रो धरौटी लिन्थ्यो त अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु तिमीहरूको 2/3 को सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउको माथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउको माथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई